अब मजा आउँदैछ? मजा आउँदैछ। कहाँ लाग्नु भएको अहिले चाहिँ? गाडी मान्छे। लु हिँड्नु अगाडि। भान्जा ठिक छ होला नि त? हजुर एकदम। आज धेरै समय बादमा गढी मन्दिर आएको। अब घुम्दै यता हेर्दै जाउँ के कसो छ। पुरा डेभलप भएछ नि त अघि बाटोहरू एकदमै श्रद्धालुगणलाई हिँड्नको लागि पनि सुविधायुक्त। वयोवृद्ध मातापिताहरू पनि अगाडि बढ्नको लागि सजिलो बाटो निर्माण गरिएको रहेछ। जयन्ती आफ्नो माइती गाउँको शिरमा आइएको छ अघि। पहिला पहिला तपाईँ स्कुल पढ्दाखेरि यसरी नै दर्शन गर्न आउने गरेको थियो कि थिएन? आउने गरेको थियो। तल साखुबाट उकालो हिँड्दै 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 देवी पास गराइदिनु है भन्दै। आरा पाण्डे आज मावला गाउँको शिरमा आइयो। मजा आउँदैछ? 1 वर्ष बाद फेरि आइयो। आरा खुसी छ। तल आउनु पाउँदो एकदम खुसी। एकदम माउलाको घिउ खाना पाउँदा। अझै मोटाउँछ। भगवानले बास गरेको धरती पावन भूमिमा उपस्थित रहेका छौँ। यो जुन तपाईँहरू चट्टान देख्दै हुनुहुन्छ गढी माता मन्दिरको वरिपरिको सम्पूर्ण परिसर हो। यहाँ यही चट्टानलाई काटेर यसरी मार्ग निर्माण गरिएको छ श्रद्धालुगणहरू अगाडि बढ्नको लागि। र अगाडिपट्टि पुरा भगवती माताको मन्दिरमा जानको लागि यसरी सरकारले धेरै ठुलो खर्च गरेर यति राम्रो फुटपाथहरू इको फ्रेन्डली फुटपाथ बनाएको देखियो। अनि यसरी रेलिङहरू लगाएर अनि सुन्दर आकृतिमा हेरौँ हेरौँ लाग्ने ढङ्गले यति शीतल छ। यी तपाईँहरू झन्डाहरू फरफराएको देखिरहनु भएको छ। र यही यसरी नै यात्रा गर्दै गर्दै हामी साक्षात् खड्ग निशानी भगवती माता गढी माताको धार्मिक स्थलमा हामी केही क्षणमा पुग्नेछौँ। अवलोकन गर्दै जानुहोला। म पनि आफ्नो आमासित आज यसरी परिवार भानिज मेरो माइली दिदीको छोरा भानिज सैनिक जीवन बिताइरहनु भएको भानिजसँग आज यसरी यात्रा गर्न पाउँदा बहुत आनन्द लागिरहेको छ। मेरोबाट धेरै धेरै आशीर्वाद छ। भगवती माताले मेरो भानिजको जीवनमा अझ सकारात्मक परिवर्तन उज्जवल भविष्य निर्माण गरिदिउन्। अनि मेरो साथमा छोरो पनि छ आरा पाण्डे। के कामना बोकेर आएको आज? मातालाई के चलाउने कुरा छ? यहाँबाट जति हामी गाउँ देखिरहेका छौँ ती सुन्दर गाउँको पनि हामी अवलोकन गर्न पाइरहेका छौँ। यो सेन्ट्रल पाण्डम गढी गाउँ भनेर पनि तपाईँहरूले जान्नुहुन्छ। यति टाढ बसेको धरती म तपाईँलाई देखाउन गइरहेको छु। हेरिहाल्नुहोस् यो गढी गाउँ कति सुन्दर। घना वन जङ्गल, खेतीपाती उत्पादन। यो देख्दा सुखौरो धरती हो तर पनि मानिसहरूले मेहनत गरेर यति बिघ्न खेती गर्नुहुन्छ। यहाँ उत्पादन नहुने कुरा केही पनि छैन। सायदै भगवती माताको आशीर्वाद परेको धरती। र अलिकति यहाँ यो प्रकारको आकृतिमा सिँढी बनाइएको छ। यसलाई घुम्दै घुम्दै माथि निस्किनु पर्ने हुन्छ किनकि यस्तो चट्टानलाई काटेर यति सुन्दर यो रेलिङ लगाएर बाटो बनाइएको छ। यहाँ चाहिँ सायदै यो चट्टान काट्दाखेरि पनि बाटो निकाल्न गाह्रो परेर होला यस प्रकारको सिँढी यहाँ बनाएको छ। फलामको सिँढी। यसमा घुम्दै घुम्दै अगाडि बढ्नुपर्ने हुन्छ। मेरो 85 वर्षको आमा यो यात्रामा। आमा साइडको बिट समात्नु होला त्यसको। साइडको बिट समात्नु नि। साइडको लट्ठी दिनु त। लट्ठी यता लट्ठी दिनु नि। यता लट्ठी चाहिँदैन। समात्दै समात्दै आउनु है। बिस्तारो आउनुला आमा। सजिलो छ केही छैन। यति हो। आरामले बिसाउँदै बिसाउँदै
आइपुग्नु भयो अब ठ्याक्कै। ल आमाको लट्ठी। दर्शकवृन्द म तपाईँहरूलाई फेरि यो गढी गाउँलाई अवलोकन गराउँदैछु है। यहाँबाट खुल्ला रूपमा मैले देख्न पाइरहेछु। हेर्नुहोस् कति साह्रो कल्टिभेटेड एरिया छ, कति मेहनत गर्नुहुन्छ यहाँको गाउँलेहरू, कति सुन्दर घर बनाएर बस्नुभएको छ है। हामी पनि आशीर्वाद दिउँ, यहाँहरूको शुभ होस्, कल्याण होस्, भलो होस्। लक्ष्मी दुर्गा माता, नवदुर्गा भगवती माताले रक्षा गरून्। यहाँ अलिकति पानीको दुःख छ, सरकारको प्रयास जारी छ। आउँदो दिनहरूमा कहीँबाट उहाँहरूले पानीको व्यवस्था गरिरहनु भएको छ। सबै क्षणिक छोटो दिनमा नै आउँदो दिनहरूमा यो पानीको समस्या पक्कै हल हुन्छ। भगवती माताले यसको निम्ति पनि केही उपाय प्रदान गरिदिउन्, हामी यही कामना गर्छौँ। हामी यसरी यात्रा गर्दै अगाडि बढिरहेका छौँ। यो कति ठुलो खर्चमा निर्माण गरिएको होला, भगवती माताको बास बसेको धरती। आमाको मन्दिरमा आमालाई ल्याइयो आज। थाकिएको छैन त होइन? तानिरहनु भएको छ। खुट्टा सुट्टा केही दुख्नु ओर्नु कुराकानी छैन? गुड। यही नै हो नि त आनन्द। 85 वर्षको उमेरमा पनि यहाँमा यात्रा गरिरहनु भएको छ। थाकेको राम्रो नि, थाकेको खाली पसिना भएकै राम्रो नि। आरा पाण्डे झोलामा के बोकेको छौ? प्रसादहरू? बहुत राम्रो। अति नै आनन्द विभोरसँग हामी यात्रा गर्दै गर्दै साक्षात् जगतजननी भगवती खड्ग निशानी भगवती माता गढी देवीको धाममा आइपुगिसकेका छौँ। यो तपाईँहरू देखिरहनु भएको छ। यहाँ एउटा बिसाउने चौतारी पनि बनाइएको रहेछ विश्रान्तिको लागि श्रद्धालुहरूलाई। र यहाँबाट हामी अगाडि बढ्दैछौँ र तपाईँहरूलाई म यहाँ देखिरहेको छु भगवती माताको मन्दिर स्थापना सही गरेको छ सरकारले। यति ठुलो हाइटमा यो मन्दिर स्थापना गर्नुभएको छ। यहाँ साक्षात् जगतजननी माताको अब हामी दर्शन गर्न पाउनेछौँ। हामी माता दुर्गा भगवती माताको मन्दिर परिसरमा आइसकेका छौँ। हवनादि कक्ष, यहाँ हवन कुण्ड, हामी मन्दिरभित्र प्रवेश गरिरहेका छौँ। साक्षात् जगतजननी गढी माताको यस पवित्र स्थलमा कहीँ पनि पानी पाउनुहुन्न। कहीँ एकदमै सुखाग्रस्त। मैले पनि यहाँ पानी खोजी गरेँ कहाँबाट अब शिवजीलाई जल चलाउने। यहाँको एकजना पुजारी हुँदो रहेछ, उहाँले यहाँ मुनि जानुहोस्, स्वयं एक ठाउँ मात्र उम्रिएको पानी पाउनुहुन्छ भन्नुभयो। यहाँ आएर यहाँ मात्र एक ठाउँ यसरी चोखो गङ्गा उत्पन्न हुनुभएको रहेछ। यहाँ गङ्गा जल कहाँबाट यी पानी उत्पत्ति भयो होला नि, यो बडा अचम्म लाग्दछ। र यी गङ्गा माता जललाई शिरमा अर्पण गरेर मैले पनि यहाँ
हेर्नुहोस् यहाँ पाइप लगाइएको छ र पाइपको माध्यमबाट यसरी पानी यहाँ यसरी कलशमा त भरिनु पर्दो रहेछ। मैले पनि यसरी कलशमा भर्दैछु र यो लगेर शिवजीलाई यहाँबाट म अर्पण गर्नेछु। हामी देवी माताको यस पवित्र पुण्यस्थल धार्मिक स्थलमा आइसकेका छौँ। तपाईँहरू देखिरहनु भएको छ। ओम श्री गणेशाय नमः। वक्रतुण्ड महाकाय सूर्यकोटि समाप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गणनाशाय अवनीतनाशाय शत्रुनाशाय